यो प्रगतिशील पार्क भेरकोट 8 उकादी। नमस्ते अनि स्वागत गर्न चाहन्छु नयाँ लाइफस्टाइल ब्लगिङमा। आज म उकादी गाउँको नयाँ पार्क भ्रमण गर्दैछु। थाहा छैन यहाँ कस्तो छ के छ सबै कुरा मैले तपाईहरुलाई A to Z देखाउँदैछु, त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अरे कहना क्या चाहते हो? यो पार्कको गेट चाहिँ यस्तो रहेछ। यहाँ यो बन्द गर्ने सिस्टमको बनाइएको रहेछ है। र हामीले गाडी यहाँ पार्क गरेछौँ। भाइ छ मसँग र यो उकादीको गाउँ है। यो देखिएको उकादीको गाउँ हो र यो पार्कमा अब म यहाँबाट इन्ट्री गर्छु। के छ कस्तो छ सबै तपाईहरुलाई देखाउँछु। र साथै यो जुन विद्यालय देखिएको छ ठुलीभन्ज्याङ मावि, यो चाहिँ मैले अध्यापन गराएको विद्यालय। हामी आएको बाटो चाहिँ यो अहिले। अब हामी यो पार्कभित्र जाँदैछौँ है त। यहाँबाट यो उकादी गाउँ देखिएको छ। अहिले हामी पार्कभित्र इन्ट्री गरेका छौँ। यो तपाईहरु यहाँ देख्न सक्नुहुन्छ, यो पहिलो पार्कभित्रको बच्चाहरूलाई खेल्नको लागि पिङ। यहाँ हाम्रो नानीले पानी लिएर आउँदैछन् हामीलाई। नाम के अरे नानी तिम्रो? संरचना। ल धन्यवाद तिमीलाई। बाबुको नाम के हो? आशिष हो। ल पानी खान लाउनु भएको छ। बाबु नानीहरूले हामीलाई पानी ल्याएर दिए। यो भाइ बहिनीहरूले पानी ल्याएर खुवाए। यहाँ अर्को गेम खेल्ने गेम चाहिँ यो ढिकी च्याउ भन्छन् हाम्रो भाषामा। एउटा परिवारसँग आउँदाखेरिको रमाइलो लिने ठाउँ चाहिँ यो बनेको रहेछ। पानी कस्तो छ बाबु? एकदम मिठो चिसो। एकदम चिसो रहेछ कि पानी। गजबको पानी ल्याइछिन् बहिनीले। यो उकादीतिर जाने बाटो हो हैन, ठुलीभन्ज्याङबाट आउँदाखेरि यो ढिकी च्याउ भइहाल्यो। अब हामी दाजुभाइ यहाँ वस्तुस्थिति पुरै हेर्छौँ कस्तो छ के छ। यस्तो देखिँदो रहेछ। यो पारी ठुलीभन्ज्याङ देखिएको छ यो गाउँ, अनि यतापट्टि उकादी। राम्रो ठाउँ रहेछ। उहाँले यसरी आइज नि त भाइ त्यहाँ बन्दैछ भन्नुभएको थियो, त्यही भएर चाहिँ आज घुम्न आउँदै। अब हामी यो पार्कमा अवलोकन यो हेर्नु भर्खरै डुब्न लागेको घाम। र यहाँ यो बेल्टमा त्यो अगाडि अनि उता साइडमा चारैतिर यो चारै राउन्डमा यस्तो बेन्चहरू राखिएको रहेछ। यस्तो बेन्च है। यो बेन्चमा बसेर यहाँको दृश्य अवलोकन गर्नको लागि एकदमै यो आमा समूह र युवा क्लब मिलेर यो पार्क निर्माण गरिएको रहेछ। हेर्दा पनि आनन्द आउने, घुम्न पनि रमाइलो, परिवारसँग आउँदा अझै रमाइलो। आउनुहुन्छ भने अवश्य नजिकै यहाँ सिरकोटबाट अलिकति माथि उकादी भन्ने ठाउँमा आउनुहोस्। आफ्नो परिवारसँग भ्याकेसन मनाउनुहोस् भन्छु है म यो ठाउँमा आएर। एकदम अर्को कुरा यहाँनिर अहिले एकदम चलिरहेको यो सेल्फी फ्रेम पनि बनाइएको रहेछ। हेलो, आज भेरकोट 8 उकादीमा घुम्न आइएको छु मेरो दाजुसँग। साह्रै खुसी लाग्यो। अत्यन्त रमणीय ठाउँ रहेछ यो। उहाँलाई पनि हृदयदेखि धन्यवाद। यति लुकेको ठाउँमा चाहिँ मलाई घुमाउन लिएर आउनुभएको छ। यसरी यहाँ निर्माण गरिएको छ। यहाँ पनि बस्ने बेन्चहरू राखिएको छ हैन। यो यहाँ तपाईहरु देख्न सक्नुहुन्छ, यो प्रगतिशील पार्क भेरकोट 8 उकादी यो फ्रेम राखिएको छ। फोटो गरेर यो अर्को बच्चाहरुको लागि यो चिप्लेटी खेल्नको लागि यस्तो चिप्लेटी पनि राखिएको छ। पिकनिक खानको लागि भान्साघर राखिएको रहेछ। अब यो ठाउँको अर्को विशेषता भनेको तपाईँ आउनुभयो भने यहाँ अर्गानिक ओखती होमस्टे भन्ने ठाउँ पनि छ। यहाँ नाम पनि टक्क लेखेको रहेछ हैन। अगाडि ओ छ अनि यो चाहिँ यहाँ यो बन्दैछ डिजाइन। तपाईँ देख्नुभयो होला, यहाँ देख्न सक्नुहुन्छ। यहाँ आमाहरू आउनुभएको छ यहाँ पिङ खेल्दै। बेलुका या बिहानको टाइममा मर्निङ वाक इभिनिङ वाक जसले गरिन्छ
र स्वास्थ्यको लागि पनि राम्रो हुने कारणले यहाँ समूह र क्लबले यति व्यवस्था चाहिँ गरेर एकदम राम्रो बनाएको। यो घुमाउने घर जस्तो यो बस्ने ठाउँ पनि बनाइएको रहेछ। हामी आएको बाटो यहाँ आमाले पिङ खेलाउँदै हुनुहुन्छ नानीहरूलाई। यो पारी सोरेक मैदान पनि यहाँबाट यो तलपट्टि सबै गाडी यो ओकादी गाउँको माथिल्लो बेल्ट यो अझै तलतिरपट्टिको बेल्ट। यहाँ आमा पनि हुनुहुन्न रहेछ लट्ठी टेकेर घुम्न आउनु भएको छ र एकदम खुसी लाग्यो। र तपाईँहरू पनि आफू जहाँ भए पनि यो ठाउँमा आउनुहोस्, एकचोटि घुम्नुहोस् र यो भिडियोमा देखिएका कमी कमजोरी र तपाईँ यो ठाउँमा आउनुभएको थियो या थिएन एउटा कमेन्ट अवश्य गर्नुहोला। आजको यो भिडियोलाई यही बिट मार्न जाँदैछु। तपाईँलाई कस्तो लाग्यो? मलाई चाहिँ एकदमै यो ठाउँमा आएर मन आनन्द शान्ति एकदम मन प्रफुल्ल भएको छ र तपाईँहरू सबैजनालाई आफ्नो परिवारसहित यो ठाउँमा घुम्न आउनको लागि म अनुरोध गर्न चाहन्छु। र तपाईँले यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ एउटा कमेन्ट बक्समा कमेन्ट छोड्नु होला। यो भिडियो राम्रो लागेको छ भने लाइक गरिदिनु होला, सेयर गर्नु होला। नयाँ आउनुभएको छ र यस्तै खाले भ्लगहरू चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर जोइन हुन नभुल्नु होला भन्दै बिदा हुन्छु। बाई बाई।